यो पारी देखिँदै गरेको चाहिँ मन्दिरको टप। यो चाहिँ देखिँदै गरेको कुटिडाँडाको स्कुल हो, हाई स्कुल। पोखरी मन्दिर हाँसपोखरी हो यो। हेलो गुड मर्निङ साथीहरू, नमस्कार, नमस्ते। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि तपाईँहरूलाई स्वागत छ यो मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी बारीको काम होइन, आज हामी अर्कै ठाउँ जाँदैछौँ। भिडियोको लास्ट अन्तिमसम्म हेर्नु होला कहाँ जाँदैछौँ। आज हामी भ्लगमा नयाँ कुरा के ल्याउँदैछौँ त्यो तपाईँहरूले देख्नु नै हुनेछ। हामी चाहिँ अहिले दाइरोमा जान लागेको छौँ। हुन्छ, हामी अब हिँड्नेछौँ। साथीहरू हामी चाहिँ अब लागेको घरबाट हिँडिसकेको छौँ। आज चाहिँ हाम्रो नयाँ गन्तव्य। एकदम बाइकमा भ्लग बनाउनु जाउँ खालको एकदम घुम्ने मौसम थियो आज चाहिँ, एकदम घुम्ने खालको नै। अनि त्यही भएर चाहिँ अनि आज चाहिँ जाउँ न त भनेर चाहिँ हिँडेको छौँ। भिडियोको अन्तिमसम्म हेर्नु होला। आज तपाईँहरूलाई नयाँ भ्लगमा आज हामी तपाईँलाई नयाँ कुरा अथवा नयाँ उयो दिनेछौँ। नयाँ आउनेछ, आज नयाँपन आउनेछ। अनि अहिले चाहिँ हामी यहाँ अरियल चोकमा पुग्यौँ। यो ठाउँलाई चाहिँ अरियल चोक भन्छ। अनि मौसम हेर्नु न साथीहरू, यस्तो दामी छ कि, यस्तो दामी छ कि, यस्तो दामी छ। आज चाहिँ घुम्ने खालको मौसम नै भएको छ। तर कन्यामतिर त प्रायः त्यस्तो पानी झरी फगी मतलब तुवालो लागेको बेलामा पनि आउनुहुन्छ नै। अब कति टाढा टाढादेखि मौसम यहाँको थाहा हुँदैन नि त। तर आज चाहिँ भने आज चाहिँ जति पनि घुम्न आउनुहुन्छ नि, दामी छ दामी। अनि त्यही भएर हामी पनि आज बिहान बिहानै अनि बारीको कामलाई थाँती राखेर, काम त छ साथीहरू टन्नै, तर पनि अनि आज चाहिँ मौसम दामी भएकोले गर्दाखेरि चाहिँ तपाईँहरूलाई जहिले बारीको के उयो भनेर नि त्यही भएर नयाँ दिउँ न त आज भनेर चाहिँ नि हामी पनि आज हिँडेका छौँ। तपाईँहरूलाई जानकारी हुने नै छ। भिडियोको चाहिँ अन्तिमसम्म हेर्नु होला। एकदम न्यानो भएको छ आजको मौसम, त्यही भएर कपडा पनि यता ध्यान दामी देखियो। रङ्गापालिका देखिँदैछ। झापातिर चाहिँ भगी लागि नै राखेको छ। हाम्रो यता इलामतिर हेर्नु चाहिँ एकदम दामी क्लियर छ। घाम लागिरहेको छ, हेर्नुहोस् न, दामी छ। आज न्यानो मौसम छ, त्यही भएर कपडा पनि त्यही अनुसार मौसम अनुसारकै कपडा पनि लगाएर हिँडेछ। भरेसम्ममा सायद न्यानो नै हुन्छ होला भनेर। हेलमेटबाट चाहिँ खासै राम्रो त्यो भिडियो नआउँदो रहेछ। अस्ति बनाइहेरेको है, अनि राम्रो नआउँदो रहेछ। अनि प्रायः सिनहरू चाहिँ आउट सिनहरू चाहिँ राम्रो नहुँदो रहेछ। अनि त्यही भएर चाहिँ यो पारी देख्दै गरेको चाहिँ कञ्चनजङ्घा हिमाल अलिकति चुस्स देखिएको छ है। अहिले सायद हर्कटेबाट अलिक राम्रो देखिन्छ होला। अनि बाटै मात्रै आउने क्या हेलमेटमा, फेरि त्यो हेलमेट अलिक लुज भएर तल झुन्डेको अनि त्यही भएर खासै राम्रो आएन र। अनि म चाहिँ भिडियो बनाउनलाई बाइक दाइलाई राइड गर्नु लगाएर म चाहिँ पछाडि बसेर भिडियो बनाउँदैछु। यो चाहिँ हाम्रो अस्थायी रङ्गापालिका आउन लागेको छ। आजको मौसमै दामी छ, दामी दामी। ब्लू कलरको आकाश देखिरहेछ, दामी छ आजको मौसम चाहिँ। आज घुम्न जानेहरूको लागि चाहिँ इलामतिर घुम्न आउनेहरूको चाहिँ एकदम राम्रो छ। अलिअलि देखिँदैछ, अलिक देखिन थाल्यो है हिमाल। अहिले माथिबाट चाहिँ राम्रो देखिन्छ होला। यो पारी देखिँदै गरेको चाहिँ 3
3 गरे होइन 3 गरे होइन यो आइतबारे 3 गरे त होला सायद 3 गरे अनि बिरिङ खोलाको शिर पनि यहाँ त्यस आइतबारेकै फेदीमै हो के अरे बिरिङ खोलाको शिर पनि हजुर ट्राफिकहरु यता तल बस्ने रहेछ क्या किन ठाउँ बनाउँदैछ ट्राफिक दुईजना गइसकेर त्यो उनीहरू यता उँभो गरिबस्छ यो चाहिँ देखिँदै गरेको कुटी डाँडाको स्कुल हो हाई स्कुल सत्तरी यो चाहिँ कुटी डाँडा हो कुटी डाँडा हात्ती भाडा मन्दिर चाहिँ यहीँदेखि उकालो जानुपर्छ यो सिँढीबाट यहाँ मान्छेहरू जाँदै पनि हुनुहुन्छ कसै फर्किँदै हुनुहुन्छ दामी छ आजको मौसम चाहिँ कञ्चनजङ्घा हिमाल हेर्नुहोस् है साथीहरू निकै देखिँदैछ यहाँ अझ देखिँदैछ अघि तलभन्दा चाहिँ अझ यो घुम्तीहरूले चलिहाल्दो रहेछ माथि देख्दै गरेको चाहिँ गुगल पोइन्ट हो माथि टपमा देखिँदै गरेको चाहिँ स्लोली अलिक टर्निङहरूमा स्लो यो एक्सिडेन्ट भइरहने ठाउँ हो कि यहाँ चाहिँ हाँसपोखरी मन्दिर हाँसपोखरी हो यो यहाँदेखि उकालो मन्दिर जाने सिँढी छ होटलहरूको विस्तार हुँदैछ यहाँ पनि वेलकम टु कार्सोङ ट्रायल टोटल डिस्टेन्स 29 किलोमिटर गुगल पोइन्ट 1.5 किलोमिटर कर्सोङ पथमार्ग 2078 अलिअलि थाहा हुनेहरूले त आउनु हुनेहरूले त थाहा पाउनु भयो होला कहाँ जाँदैछौँ भन्ने कुराहरू नबोलेको यत्तिकै सबै कुरा सस्पेन्ड छ नि त भने जस्तो ल साथीहरू हामी चाहिँ बाइकलाई तल राखेर यहाँ चाहिँ कच्ची सिङ्गल जान चाहिँ सजिलो छ तर फर्किन चाहिँ मुस्किल छ भन्नुभयो है यहाँको स्थानीय तल पसलको दिदीले अनि त्यही भएर हामीले चाहिँ बाइकलाई तलै छोडेर हामी चाहिँ अनि अब पैदल सुरु गर्दैछौँ पैदल यात्रा कतिलाई त थाहा पनि होला मैले अघि वर्षमा भनेको थिइनँ तर त्यहाँ गेटमा चाहिँ लेखिएको थियो गुगल पोइन्ट भनेर अनि यो चाहिँ कहाँको गुगल पोइन्ट भन्ने कुराहरू तपाईँहरूले थाहा पाइसक्नु होला कतिले त भिडियो हेर्नु पनि भयो होला नआउनु भए तापनि यहाँ नआउनु भएको यो ठाउँमा आउनु नभएको भए पनि अहिले त यो मतलब इन्टरनेटको जमाना छ सबै कुराहरू हालेको हुन्छ नि त हेर्नु भएको होला यो चाहिँ
पुरा माथि लेकतिर सन्दकपुरतिर जाँदाखेरि चाहिँ सेम यस्तै छ बाटो। सन्दकपुर जाँदा पनि बाटो यस्तो मतलब बाटो यस्तो भन्नु खोजेको होइन, बाटो त अलिक राम्रो छ, गाडीहरू बाइकहरू अलिक मजाले नै जान्छ त्यहाँ त। ठाउँ ठाउँमा मात्रै डबल जाँदैन, नत्र भने चाहिँ डबल जान्छ है। ठाउँ ठाउँमा चाहिँ ओर्लिएर हिँड्नुपर्छ। अनि यहाँ चाहिँ त्यतिसम्मको पनि राम्रो चाहिँ रहेन रहेछ बाइक लानको लागि। अनि तर यहाँको बोट बिरुवा, यहाँको हजुर यहाँको भूगोलहरू चाहिँ यस्तो, भूगोल यहाँको बनावट र यहाँको बोट बिरुवाहरू चाहिँ सेम सन्दकपुर जाँदाखेरि जस्तै छ। सन्दकपुर चाहिँ यहाँभन्दा धेरै लेक हो, हिउँ पर्ने ठाउँ। यहाँ चाहिँ हिउँ त पर्दैन, तर पनि त्यस्तै नै रहेछ। मलाई चाहिँ सन्दकपुर गएको जस्तै नै फिल भयो त्यो नि। तर सन्दकपुरको हाई टपमा त म पुगिनँ, त्यो लेक लागेर। यहाँबाट चाहिँ यो पारि देख्दै गरेको चाहिँ पाथिभारा मन्दिरको टप हो यो डाँडा। त्यहाँदेखि उता चाहिँ रमिते डाँडा भन्छ। त्यहाँदेखि उता चाहिँ उता झापाहरू सबै मजाले देखिन्छ। म पनि त्यता चाहिँ गएको छैन। अनि यहाँदेखि उता देख्दै गरेको त्यो त झापा साइड, उता झापाको उयोहरू पनि देखिँदो रहेछ, त्यो माई खोलाको छेउछाउको बस्तीहरू। त्यो उयसमा भिडियोमा त त्यति साह्रो त देखिँदैन होला, यसमा चाहिँ मोबाइलमा चाहिँ जुम गरेर हेर्दा हुन्थ्यो, देखाउन मिल्थ्यो। झापातिर त पुरा तुवालो लागिरहेको छ नि, यो देखाइहेर्नुहोस् न झापा उता। झापातिर यो तुवालो लागेको चाहिँ सबै झापा हो, पाहाडको तुवालो माथि सबै झापा उँधो लगेको छ। हिजोको हावापानीले, पानी त अलिअलि आयो, हावा चाहिँ धेरै बेर नै आएको थियो, लगभग झन्डै 1-1.5 घन्टा। तर तुवालो चाहिँ कुचोले कसिङ्गर बढाएर यस्तो तुवालो चाहिँ सबै हावाले बढाएर लगेर चाहिँ मौसम क्लियर भएको छ यता चाहिँ। कर्सोङ पदमार्गभित्र लागेका खाने कुराका खोल, बोतल, प्लास्टिक के भन्ने लेखेछ, जताभावी नफालिदिनु होला भनेर लेखेको कि। तर बोर्ड त अलिकति राम्रोसँग टाँस्नु नि, रुखको ठुटामा चेपाइराखेको छ। म त बाँदरले पो हल्लाउँदो रहेछ क्या भन्छ नि। यस्तो जङ्गलको बाटो, यो लेकतिर फेरि निसाझार पनि पाउँछ भन्छ। फेरि मान्छे निसा लाग्यो भने फेरि यहाँदेखि चाहिँ सर्टकट छैन कि के हो टाढो छ सर्टकट। फेरि हेरेँ यो चाहिँ विश्राम गर्ने ठाउँ। यहाँदेखि चाहिँ अब खासै टाढा रहेन रहेछ। कति मिटरहरू थियो
मैले बिर्सिहालेँ झलस एकचोटि हेरेँ। झरे चढ्छ क्या 300 मिटर कति छ भयो। गर्मी भयो उकालोले त दामी रहेछ बाटो तेर्छ साथीहरू हामी चाहिँ यहाँ माथि डाँडामा आइपुग्यौँ। यहाँदेखि चाहिँ हामी लगभग अब माथि गुगल पोइन्ट पुग्न लाग्यौँ। यहाँ बिचमा चाहिँ यस्तो हेर्ने ठाउँहरू यहाँको दृश्य अवलोकन गर्ने ठाउँहरू बनाइदिएको रहेछ है। अनि यहाँदेखि चाहिँ तल देखिँदै गरेको चाहिँ गाउँहरू मजा गाउँ हो। यो रोड चाहिँ झापा जान्छ। झापा यो चिसापानी हुँदै तल शान्तिनगरको बाटोहरू देखिन्छ। अझै यो उँधो चाहिँ फगी लागेको कारणले गर्दा उँधो चाहिँ क्लियर देखिँदैन। अनि हामी चाहिँ अहिले यहाँ आइपुग्यौँ। यो पारी देखिँदै गरेको चाहिँ मन्दिरको टप पाथिभाडा मन्दिर, सानो पाथिभाडा भनेर पनि चिनिन्छ। पहिलो पाथिभाडा चाहिँ ताप्लेजुङको ठुलो पाथिभाडा भन्छ। अनि सानो पाथिभाडा भनेर चाहिँ यो यहाँ कुटीडाँडाको पाथिभाडा मन्दिरलाई भन्छ सानो पाथिभाडा। अनि यो देखिँदैछ टपको देखिँदै गरेको पाथिभाडा मन्दिर हो। यता देखिँदै गरेको कुटीडाँडा। यता चाहिँ फेरि क्लियर छ मौसम। यता चाहिँ झापा चाहिँ तुवालो यो झापादेखि आउँदैछ हिजोको हावाहुरीले चाहिँ तुवालो झापै लगेको थियो। फेरि अहिले उकालो आउँदैछ यता साइडबाट चाहिँ मौसम क्लियर भएको भए चाहिँ यो झापाहरू सबै देखिन्थ्यो। त्यति राम्रो देखिँदैन क्लियर अहिले चाहिँ। घाम पनि एकछिनमा जान्छ हुन्छ। हामी यहाँ कति हामी दुईजना आउँदै थियौँ अनि तल विश्राम गरिराख्नु भएको थियो। सायद उहाँहरू त फर्किनु भएको होला भने त नरहेछ आउँदै हुनु रहेछ। हामी 5 जना भयौँ। छिटो आउनुको लागि हेर्दा चाहिँ तर त्यहीँ छ, तर यहाँसम्म आइपुग्नुलाई हामीलाई धेरै टाइम लाग्यो। यो जङ्गल कता कता बाटो घुमाएर बनाएको छ नि त, अब सिधै पनि आउन सकिँदैन। अनि यस्तो घुमाएर ल्याउँदाखेरि धेरै उयो लाग्यो। तर हामी त कति ठाउँ चाहिँ सर्टकट रहेछ। यहाँको पब्लिकहरू हिँडेर होला, यहाँ घाँस दाउरा गर्न आउनुहुन्छ नि त। अनि त्यही भएर हामी चाहिँ त्यो सर्टकट हिँड्यौँ अलिक टाढो। तर जङ्गलमा चाहिँ अलिक घुमाउरो बाटो नै छ। मन्दिर जाँदा पनि ठाउँ ठाउँमा विश्राम बनाइदिएको छ, विश्राम गर्ने ठाउँ। पारिपट्टि यता पनि ठाउँ ठाउँमा विश्राम बनाइदिएको छ, विश्राम गर्ने ठाउँ। पैदल यात्रीहरूलाई विश्राम गर्ने ठाउँ। बाइक त कमै मात्र ल्याउनुहुन्छ होला। यहाँ 1-2वटा भ्लगमा चाहिँ देखिरहेको थियो बाइकहरू ल्याउनु भएको। तर बाइकहरूलाई धेरै मार पर्छ, बाटो अलिक राम्रो छैन। गर्मी भयो त कस्तो छ। त्यो चाहिँ यो चिलको नक्सा जस्तो छ। पहाडीपट्टि चाहिँ चिलको नक्सा जस्तो। यहाँ चाहिँ चिल यो चाहिँ गिद्धे गुफा कि डाँडा के भन्छ, गिद्धे डाँडा होइन, गिद्धे डाँडा भन्छ सायद। यहाँ गिद्धको चाहिँ बसोबास, गिद्ध प्रजातिको चरा चाहिँ यहाँ बसोबास गर्ने ठाउँ भएर यसलाई चाहिँ गिद्धे डाँडा भनेको चाहिँ मैले सुन्नमा आएको थियो होइन। मैले सुनेको थिएँ त्यसरी दाइहरू, आफ्नो सिनियर दाइहरूले, छिमेकी दाइहरूले भनेको सुनेको थिएँ। तर यसको विशेष उयो चाहिँ मलाई थाहा छैन। सायद त्यही नै होला, त्यो गिद्ध यहाँ प्रायः बस्ने ठाउँ भएर नै होला भन्नुभएको। अनि त्यही भएर यहाँ गिद्धको एउटा लकडी मुढाको रुखको ठुटाको उयो बनाएर उठाएर अनि यहाँ चाहिँ सिमेन्टकै हो लकडीको नक्सा बनाएर अनि गिद्धको नक्सा बनाइदिनु भएको छ।
ठिकै छ नि त। यहाँदेखि कस्तो देखिन्छ उँधो है, यता पनि हामी गएर हेरौँ। यहाँदेखि चाहिँ पाथिभरा मन्दिर चाहिँ अलिक डाउन देखिँदो रहेछ। सधैँ चाहिँ पाथिभरा मन्दिर भन्दा चाहिँ यस्तरी उकालो हेर्नुपर्छ। अहिले यहाँ गुगल पोइन्टबाट पुग्न लाग्यो हामी, 300 मिटर जति छ भनेर अघि हामी हेरिहाल्यौँ। यहाँदेखि चाहिँ पाथिभरा तल देखिँदो रहेछ है। अब झन् अझै माथि जाउँ, के देखिन्छ, कस्तो कस्तो देखिन्छ यहाँको भूगोलहरू। गुगल पोइन्ट त आइपुगिहालेछ त नि त, कि माथितिर त हो। ल यहाँ चाहिँ माथि चढ्छन् भनेर होला, पुरा यस्तो यो के अरे काँडे तारले बाइन्डिङ गरिदिनु भएको रहेछ। यहाँ चाहिँ यहाँको चाहिँ सायद त्यहाँ माथि मान्छेहरू नचढोस् भनेर होला। अनि गिद्धको टाउको पनि हराएको रहेछ सूचना, त्यही भएर गिद्धको टाउको हराएको रहेछ, त्यही भएर चाहिँ होला। यहाँ त छैन त गइरहेछ, त्यही भएर चाहिँ होला यो काँडे तारले चाहिँ यो बेन्ड गरिदिनु भएको। यहाँ पुरा काँडे तारले चाहिँ वरिपरिबाट घेरा लगाइदिनु भएको छ। सायद त्यहाँ माथि चढेर मान्छेहरू फोटो खिच्यो होला, के गर्यो होला है। अनि त्यही भएर चाहिँ गिद्धको टाउको पनि हराएको रहेछ। अनि त्यही भएर होला यहाँ काँडे तारले पुरा यहाँ चाहिँ नचढोस् भनेर यस्तो यो टेक्ने ठाउँतिर यसरी काँडा लगाइदिनु भएको रहेछ यहाँ माथितिर। अनि यहाँदेखि चाहिँ मजा एकदम दामी देखिँदो रहेछ है। यो मजा चाहिँ झापाकोसँग जोडिने रोड मान्छेहरू त यहाँ क्याम्प फालेर बस्छन् कि फोटो ढलाएको अघि मान्छेहरू माथि रहेछन्। ओके हामी चाहिँ अब हेरेकै गर्ने बेला सक्यो, किनभने अब हामी चाहिँ आइपुग्यौँ माथि गुगल पोइन्टको। आमामा के पो अरे यो, म त यता त हेरेकै थिइनँ नि त। कोदोको पुरा यहाँ त तोङ्बाहरू पनि लिएर पो खाँदो रहेछ नि त मान्छेहरू त है। अनि त्यत्रो नोटिस टाँसिराख्नु भएको थियो तल बोर्डमा, ठुलो अक्षरमा ठुलो बोर्डमा थियो है। तपाईँहरूले यो बोतलहरू, प्लास्टिक जन्य यो कुराहरू, अनि यो फोहोर मैलाहरू चाहिँ ठाउँ ठाउँमा डस्टबिनहरू राखिएको छ, त्यहाँ हालिदिनुहोस् भनेर चाहिँ त्यत्रो नोटिस बोर्डमा तल स्टार्टिङमै राखिदिनु भएको थियो, त्यत्रो अक्षरमा, स्टार्टिङभन्दा अलिकति मासतिर। अनि यहाँको माहौल मतलब ठाउँ ठाउँमा हेर्दै हामी आयौँ। त्यहाँ चाहिँ ठाउँ ठाउँमा बोतलहरू, फोहोर मैला, त्यो कुरकुरीहरू हुन्छ नि, खानेकुराहरू, विभिन्न प्याकेजिङ कुराहरू खाएर चाहिँ त्यहीँ बाटोमै फालिदिनु भएको कुराहरू, बोतलहरू पानी खाएर त्यहीँ फालिदिनु भएको कुराहरू देखियो। अनि यहाँ आइपुग्दा त झन् हेर्नुहोस् हो, कोदोको छोकराहरू पनि यहीँ एक तोङमा खाएर होला। अनि विभिन्न रेडबुलहरू, यो विभिन्न बोतलहरूको यो ड्रिङ्क गर्नु भएर अनि यतिकै फालिदिनु भएको रहेछ। डस्टबिन यहीँ छ, हेर्नुहोस् यहीँ छ। यहाँ हालिदिनु भएको भए चाहिँ अझ राम्रो हुने थियो। हामी एउटा मान्छे भएर हामीले बुझ्ने कुरा हो, त्यत्रो नोटिस पनि राखिदिइराख्नु भएको छ है। यहाँ यत्रो माथि उहाँहरूले यत्रो व्यवस्था गरिदिनु हुँदाखेरि पनि बुझ्ने भएर पनि हेर्नु यसरी फालिदिनु भएको कुराहरू छ। अनि चाहिँ राम्रो होइन, ठिकै छ। यहाँ चाहिँ के त 2080 साल 3 महिना 81मा निर्मित भएको रहेछ। यहाँ त्यो डेट पनि लेखेको रहेछ। अनि यहाँ अघि धुलाबारीको यहाँ दाई भेट भएको थियो, उहाँले भन्नुहुन्थ्यो यो चाहिँ यहाँ केही नबनाइकन पनि हामी चाहिँ अगाडि आएको थियौँ भनेर भन्नुहुन्थ्यो। यहाँ क्याम्प बनाएर बसेको थियौँ भनेर, उयो ग्राउन्ड जस्तो सानो छ त्यहाँ बसेको थियौँ क्याम्प बनाएर भन्नुहुन्थ्यो है, टेन्ट टाँगेर। अनि गुगल पोइन्ट अब यहाँदेखि चाहिँ उता कस्तो देखिँदो रहेछ भनेर हामी चाहिँ पहिले यता आयौँ। अनि त्यसपछि अब उता जानेछ, त्यहाँदेखि उता कस्तो देखिन्छ भन्ने कुरा हामी तपाईँहरूलाई देखाउने नै छौँ। यहाँदेखि उता झापा मजाले देखिन्थ्यो, त्यहाँबाट लागेर केही देखिँदैन रहेछ। हामी अब जाउँ माथि नै। अनि अब चाहिँ गुगल पोइन्टतिर हामी जाँदैछौँ। यहाँबाट उँधो कस्तो देखिन्छ
त्यहाँबाट के कस्तो देखिँदो रहेछ अनि त्यो कुराहरू हामी तपाईँलाई देखाउने नै छौँ। गर्मी पनि छ। यहाँ शौचालय पनि राखिदिनु भएको रहेछ। सायद पानीको पनि व्यवस्था त होला भन्छु, तर त्यो टपमा पानी कहाँबाट रहेछ पानीको व्यवस्था रहेछ, पाइप छ। र साथीहरू यो चाहिँ अब गुगल पोइन्ट जाने माथि टपमा जाने सिँढी सुरु भयो। यो बिचमा मात्रै मौसम खुलेको रहेछ, अरूतिर चाहिँ रहेन रहेछ। त्यही भएर कस्तो नरमाइलो भयो मलाई त, कस्तो विश्वास लाग्यो। अझ आएको बेलामा चाहिँ सबै कुरा उयो गरौँला भन्थ्यो। हुन त झापा त हामी हिँड्ने बेलामा नै तुवालो लागेको थियो हुन त। 7 बजी त 7 बजी चाहिँ कहाँ थियो मान्छेहरू? कति अग्लो अग्लो राखिदिएको यो सिँढी पनि। हो या पानी होला नि। छैन त पानी रित्तो छ त। यहाँ आउने पर्यटकहरूले पालन गर्नुपर्ने नियमहरू: फोहोर मैला डस्टबिनमा राख्नुहोस्। यहाँका संरचनाहरूलाई तोडफोड केयरमेट नगरौँ। जताभावी आगो नबालौँ। नियम पालना नगरे रु 5,000 रु 10,000 जरिवाना गरिनेछ भनेर लेखेको छ बोर्डमै, केयरमेट गरेर। मान्छेहरू यतिसम्म शिष्टाचार आज्ञाकारी छन्, के भन्नु यो भन्दा। हेर्नु त यो सबै उसमा कोरेको रहेछ, गुगल पनि लेखेको यो जति पनि उयोहरू छ यसमा पनि सबै कोरिदिएको रहेछ। मान्छेलाई अब त्यत्रो उसलाई लेखिदिएर पनि मान्छेहरू चाहिँ यस्तो गर्छन् भनेपछि अनि चिल अघि त्यत्तिकै यहाँ बनाएको र के अरे गिद्धे डाँडा कि के अरे यहाँ यसरी चाहिँ यहाँ घुम्दा रहेछ। यसको वासस्थानै यहाँ हो भनेर सुन्नमा आएको थियो। साँच्चै नै हो रहेछ। त्यही भएर यहाँ 3टा जति घुमिरहेछ। यो पहाडी देख्दै गरेको चाहिँ कुन ठाउँ हो? जस यहाँ चाहिँ धेरै परसम्म देखिँदो रहेछ, तर तुवालो लागेर यो के अरे देखिँदैन, यो परसम्म देखिँदैन। सायद यो सबै वरिपरि तुवालो चाहिँ घेरेको, यो पोइन्ट मात्रै क्लियर छ। अनि योहरूमा चाहिँ सबै लेखिएको रहेछ। यहाँ चाहिँ नलेख्नु भनेर भनेको छ, तर पनि सबै केयरमेट गरेर लेखेर गरेको रहेछ। त्यसरी घुम्दा रहेछ। माथि त्यहाँ छ। यता पनि होला, यता पनि पछाडि पनि उड्दै गरेको थियो। 1 2 3 अब हामी तपाईँहरूलाई हिमाल देखाउनेछौँ। यहाँदेखि चाहिँ कञ्चनजङ्घा हिमाल देखिन्छ, निकै नजिकदेखि नै। हरियाली बस्नलाई चाहिँ यस्तोमा बस्नु भनेको टपमा, सबै तलतिर हेर्न देखिन्न आराम छ। अब यहाँ डस्टबिन राखेको छ भने फेरि यत्तिकै राखेको रहेछ फोहोरहरू जताभाइ खाले रहेछ। मान्छेहरू बाइक यताबाट आउँछन् कि क्या बाइकहरू आउनु भने चाहिँ यहाँ माथि टपसम्म आउनुहुन्छ पर्यटकहरू चाहिँ निकै आउनुहुन्थ्यो होला। तर हिँड्न कल्चीले पनि कति त आउँदैन नि त।
यताको त्यो हिमाल चाहिँ अलिक छल्लिँदो रहेछ नि अलिक हिउँ पनि कम रहेछ त्यस्तो चाहिँ यहाँनिर पनि अन्तु डाँडा पनि अलिक तल देखिँदो रहेछ हिमाल र यो गुगल पोइन्टको डाँडा चाहिँ आम्ने मतलब इक्वल जस्तो देखिँदो रहेछ लु यताबाट चाहिँ अब अर्को कुहिरो आइसकिसकेको छ यहाँ अघि चाहिँ तुवालो मात्रै होइन कुहिरो पनि आइसकिसकेको छ यता तलबाट चाहिँ पिकनिकहरू पनि आउँछन् कि पिकनिक खाने ठाउँ ठाउँमा चन्द्रभाइहरू यहीँ बसेर भिडियो बनाउने के भिडियो बनाएको अरे के अरे क्याम्प फायर गर्दै यहाँ बसेको क्या उनीहरू बेलुकै आएको यिनीहरू पनि घाम हेर्नुलाई बेलुका रातभरि गीत गाउँदै बसेर अनि उनीहरूले उयो गरेको यहाँ चाहिँ के अरे यो वुडन टाइपको उयसमा चाहिँ वुडन डिजाइनमा चाहिँ बस्ने ठाउँ अनि टेबल दामी निकालिदिनु भएको रहेछ यहाँ डिजाइन चाहिँ राम्रो छ जस हेर्दा ठ्याक्कै काठकै जस्तो देखिने है अनि गीत साह्रै डिस्टेन्स लामो भएछ यो सिँढीको चाहिँ ल साथीहरू अब हामी चाहिँ गुगल पोइन्टहरू पनि घुमेर त्यहाँको सबै दृश्यहरू तपाईँहरूलाई देखाएर हामी चाहिँ अब घर फर्केको उनीहरूको कुरा पिउने पानी चाहिँ समस्या छ यहाँ पिउने पानी अथवा पसलहरू यहाँ चाहिँ केही पनि छैन अनि जो जति अगाडि आउनुभयो अगाडि आउनेलाई त थाहा छ अनि जो जति आउनु भएको छैन मतलब आउने तयारीमा हुनुहुन्छ आउने सोचमा हुनुहुन्छ यहाँ आउँदाखेरि चाहिँ खानेकुरा पानीहरू चाहिँ तलैबाट लिएर आउनुपर्छ तल बाइक राख्ने गाडीहरू राख्ने ठाउँ तल रोडमा त्यहाँ चाहिँ पसलहरू छ अथवा आफैले लिएर आउन सक्नुहुन्छ यहाँ चाहिँ केही पनि पाउँदैन है प्यास लाग्यो भने पानी पिउनलाई छैन पाइपहरू त छ पानी छैन यहाँ अनि त्यो टोइलेटमा चाहिँ पानी चाहिँ व्यवस्था रहेछ त्यहाँ चाहिँ राम्रो कुरा हो ल साथीहरू मेरो भिडियोलाई हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला साथ सपोर्ट दिनु होला हजुरहरूको माया साथ सपोर्टको सधैँ म अपेक्षा गर्छु र जतिले मलाई सपोर्ट गरिरहनु भएको छ उहाँहरूप्रति म एकदम आभारी छु अनि धेरै धेरै धन्यवाद अनि आउने दिनहरूमा फेरि म नयाँ मेरो बेस्ट तपाईँहरूलाई म दिने नै छु आजलाई चाहिँ यति नै अब हामी एउटा घर फर्किनेछौँ किन भन्दाखेरि हाम्रो गोप्रोको ब्याट्री चाहिँ हामीले एउटा मात्रै लिएर आयौँ अर्को ब्याट्रीहरू हामीले एक्स्ट्रा ब्याट्रीहरू थियो त्यो हामीले छोडिराख्यौँ ढिलो भयो भनेर अनि किनकि मौसमको यो भरोसा हुन्न नि त अनि उँधोबाट फेरि तुवालो आइरहेको थियो त्यही भएर हामीले चाहिँ अहिले मौसम उयो हुन्छ होला फेरि राम्रै देखिँदैन होला भनेर हामी चाहिँ हतार गरेर यतिले पुग्छ भनेर आयौँ तर भिडियो मेरो ब्याट्री सिकिन लाग्यो है अनि त्यही भएर यो भिडियोलाई म यतिमै इन्ड गर्दैछु सबैजनालाई साथ सपोर्टको लागि धेरै धेरै धन्यवाद मेरो च्यानल कतिले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला अनि साथै तपाईँहरूको साथ सपोर्टको सधैँ म अपेक्षा गर्नेछु अनि मतलब मैले यो भिडियोहरू बनाउन थालेको खासै धेरै भएको छैन यदि मैले अब म सिक्ने क्रममा छु यस्तै त हो नि कामले काम सिकाउँछ त्यस्तै मैले पनि अब बनाउँदै जाँदाखेरि नै अब कहाँ मेरो मिस्टेक हुन्छ अरूले पनि मलाई भनिदिनुहुन्छ यहाँ यस्तो भएको भए चाहिँ बेस्ट हुने थियो भनेर तपाईँहरूको सल्लाह सुझाव दिनु होला कसरी बनाउँदा ठिक हुन्छ होइन त्यही भएर अब चाहिँ म भिडियोलाई यतिमै क्लोज गर्छु किनकि ब्याट्री मेरो सिधिसकेको छ सबैजनालाई मेरो भिडियो अन्तिमसम्म हेरिदिनुको लागि धेरै धेरै धन्यवाद नमस्ते टाटा बाई बाई सी यू इन नेक्स्ट ब्लग